च्यात्यो आफूले टेकेर नि ज्यान सानो भए पो हुने हात्ती जत्रो ज्यानै के नि अनि सियो छैन ला भयो ए बगली हो क्या यो चाहिँ सानसानो खेप भयो नि काम लाग्दो रहेछ नि है त्यही भएर सियो धागो बोकेर हिँड्न पर्ने यहाँ सियो चाहिँ बुढा धागो छैन ए के हो पार्टी बेको होय पार्टी बेको यहाँ हो नि प्लेट ल्याउन बिर्सेछ यहाँ पिकनिक खान आएको पिकनिक खाने भनेर यहाँ पार्टी बेको है ल कति भयो यहाँ यति त भयो ए पुग्छ होला आउन पुग्छ त्यति भयो गान्दरुको यहाँ पिकनिक खाना आएको थियो कहिले आएको थिएन यस्तो प्लेनहरू पनि रहेछ माथि चौरमा जङ्गलमा प्लेनको त पत्ता सत्ता सबै उडिसकेको रहेछ खै यस्तो हामी त चढौँ भने पनि चढ्नै नसक्ने रहेछ के अरे अब शनिबार अब त्यसै बसिरहेको शनिबार अब घुमघाम गर्न जानुहुन्थ्यो कान्छीको एक्जाम छ नत्र घुम्न जानुहुन्थ्यो आज दिदी घुम्न जाने कुन ठाउँ भन न कुन ठाउँ भक्तपुर ए तिमी जानुपर्छ ल नयाँ वर्षमा चाहिँ हुन्छ आज घुमेर आउँछौँ हामी ह्याप्पी स्याटरडे मनाएर अनि हामी पछि तिमी जाने ल अनि फोटो भिडियो त तिमी बेलुका हेरिहाल्छ अब फोटो भिडियो खिचेर आउनु ल बाई बाई गर दिदी बाई बाई ल रुखको पात टिप्नु यहाँ सालको पात बनाउने अर्गानिक प्लेट बनाउन लागेको है हामी त यहाँ अनि ल बहिनीले पात टिपेर हिँडिरहेछ यहाँ अर्गानिक प्लेट बनाउने के हो पात टिपेको होय पात टिपेको यहाँ हो नि प्लेट ल्याउन बिर्सेछ यहाँ पिकनिक खान आएको पिकनिक खाने भनेर यहाँ पात टिपेको है ल कति भयो यहाँ यति त भयो ए पुग्छ होला आउन पुग्छ त्यति भयो के भयो च्यात्यो आफूले टेकेर नि ज्यान सानो भए पो हुने हात्ती जत्रो ज्यानै के नि अनि सियो छैन ला भयो ए बगली हो क्या यो चाहिँ सानसानो खेप भयो नि काम लाग्दो रहेछ नि है त्यही भएर सियो धागो बोकेर हिँड्न पर्ने सियो चाहिँ बुढा धागो छैन ए धागो के निकालेको भए हुन्थ्यो है हैन भयो निकाल्ने त प्लेट ल्याउन बिर्सेछ अनि त्यहाँबाट यस पात टिपेर अब यहाँ टपरी बनाउन लागेको टपरी गाँसेर अनि खानेकुरा त भर्सल्लै परेको छ खानेकुरा चाहिँ भर्सल्लै परेको छ ल सबै गाँस्नु ल आफ्नो टपरी गाँस्ने है यहाँ आफ्नो सिप कस्तो छ त्यस्तैमा खाने हो आउँछ यहाँ सिक्नु पर्यो नि त के भन्छ रे यसले यु भन्छ हाम्रो तामाङ भाषा के टेपकोले होइ भनेको यसलाई तपाईहरुले के भन्छ नेपाली भाषा ल्याउनु न ए दन्था हाम्रो यु भन्छ डाँसलाई ओ सिङ्का ल यहाँ प्लेट ल्याउन बिर्सेछ के मैले त बल्ल मेरो सिप यस्तो थियो यस्तो बनाएँ यस्तो यसले त रातभरि बनाएको ओ रुख त यहीँतिर छन् जति भए पनि पात टिप्न नै छ धेरै सिपालु भइछ सिन्का काट्नलाई पनि सालको पात सालको रुख त अनि उता त्यो थियो नि त यो त कदुसको हो माथि छ त्यो प्लेन बिग्रेको भन्दा अलि माथि सर्लक्क छ ऊ चिलाउने र ऊ मात्रै छ यतातिर त कदुसको रुख छ ऐसेलु छ अलि पर टिपे हो उता के अरे रेस्ट गरेछ मान्छेहरू कति त भयो तपरी हुँदैछ पुग्छ होला है यहाँ खानेकुरा मात्र यहाँ भक्सलै पर के भयो जैकै जुजु दही यहाँ बनाउनु लागेको मोही बनाउने अरे मोही बनाउने के घर गरेर मोही बनाउने अरे अनि तरकारी कता हो भक्तपुर तरकारीहरू यता तरकारी भेर गर्दैछन् त्यहाँ यहाँ दही चला छ के दही जुजु दाउ हाम्रो त घरतिर त जङ्गलको यस्तै भएको आउँछ यस्तो बनाएर राख्छ के बिहान है ल यहाँ अनि खाजा खाने अनि प्लेन भएको ठाउँतिर सबैतिर घुम्ने भनेर अहिले पहिले खाजा खाने घुम्नु परेन
आइरन भएको भनेर अनि खाजा खाने भनेर यहाँ ठिक्क पारेको छ है। यो चाहिँ यी सानो दोनामा हालेर कपाल बाँध्न पाए हुन्थ्यो। के हो नातिनको नाम भन्नुहोस् न हजुरको नाम ल हेर भागेको क्यामेरा भनेपछि मन पर्दैन रे नातिनी खै नाम भनेको आच्छा उता उता हेर यता 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 नानी आच्छा नातिनी ल हेर भागेको ल आउन यहाँ आएर ल ल ल रिङ लाइट यसरी हामी यहाँ गुन्डु भन्ने ठाउँमा घुम्न आएको सबैजना माथि माथि पुगिसके नानाहरूमा मात्रै के गर्यो छिटाउनु साथीहरू कहाँ पुगिसके हामी चाहिँ यहाँ हराइसक्यौँ 3 जना चाहिँ पछाडि हरायौँ के हो टिकट भोलिको रहेछ हो के नि अब टिकट भोलिको रहेछ र हामी त यहाँ नानालाई पखाला लाग्यो भनेर बसेको पछाडि ल जाऊ के अरे भरैले के भने कता दोराहरूले सुटिङ गरेको चौर ए त्यो पो हो ए अलि पछि त्यहाँ पनि जाने पहिला प्लेनमा जा ओहो किन नसक्नु सबैजना चढेर टिकटक बनाइसकेछौँ छिटा हामी मात्र अगाडि बढ्यौँ यहाँ दमी प्लेनमा आइसक्यो हामी ओहो उमा त बेसरी राम्रो देखिन्थ्यो यहाँ चाहिँ कस्तो छ है ए चटपट बेच्ने यहीँतिर रहेछ ए अब झन्डै माछा समात्यो हेर्ने हो हेलो ल कताबाट चढ्ने हो त हामी उता बाटो प्लेनमा चढ्न सक्छु त सक्नुपर्छ सक्छ ओ यता सानो भाइहरू चढेछन् ए तिमीहरूको टिकट छ कि छैन टिकट ए पाइलट हो अरे भाइ त कुटुङ उडाउला बा उडाउने पो हो कि भाइले त प्लेन हेर्न आएको त खतर 5-7 सबै झरिसकेको छ प्लेन चैते हुरीले उडायो रे अस्तिको चैतेको हुरीले उडायो रे अनि त्यही भएर त्यस्तो भएको रे नत्र राम्रै थियो अरे ल अझ पनि उडाउँछ ल प्लेनभित्र त हामी मात्रै आयो ऊ नातिनी कसरी आयो यस्तोमा सक्यो आउनु कसले तानेको बाबाले तानेर आएको नि नत्र कहाँ सक्नु ए भाइरल प्लेन भित्रै पसेको हामी त 390 क्षमताको रहेछ ए भाइहरू टिकट नकाटे अमेरिका यो यस्तो रहेछ क्या हामी यहाँ प्लेन देख्छ नि बिग्रेको प्लेन बाटा उडेको रे लिनुस् नातिनले दिएको नि ल ऊ आफ्नो प्राइभेट गाडी भयो भने यहीँसम्म आउँदो रहेछ कस्तो राम्रो अस्ति दोनाहरूले लिम्बू गीत सुटिङ गरेको ठाउँ आफ्नो प्राइभेट कारहरू भयो भने यहीँसम्म आउँदो रहेछ भक्त
भक्तपुरको गुन्डु यहाँ अब त भोक लाग्यो अब अङ्गुर खाँदै यहाँ अगाडि बढ्ने लेट्स गो अब फर्किनु लागेको हामी अब फर्किनु दुख्न थाल्छ कति धेरै क्या त्यसो हेरेर चिडियाखाना बनाउनु भने यो के हो आङ्गुर तल्केर 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 रसिलो अङ्गुर रसिलो हो कि सुबी हालेर कुनै कुनै त अमिलो पनि छ के भएर खाँदा मिठो जता कतै ठाउँ फेरि कति ठुलो हो त्यो चौरमा हामी बसेको अनि डोनाहरूले सुटिङ गरेको त्यो चौर ल आजको शनिबार पनि एकदम रमाइलो भयो कहाँ कहाँ भक्तपुरको गुन्डु भन्ने ठाउँमा पुगेर आयो धेरै धेरै रमाइलो भयो आज त अनि के अरे त्यति टाढा पनि होइन रहेछ भक्तपुरको सूर्य विनायकबाट नजिक नजिकै रहेछ अनि त्यसपछि तपाईँहरू पनि घुम्न जाने भए त्यति टाढा चाहिँ होइन आफ्नो साधन भयो भने 15 मिनट जतिमा पुग्दो रहेछ हिँडेर पनि 45 मिनट जति त पुग्दो रहेछ हामी जाँदाखेरि ट्याक्सीमा गयो आउँदाखेरि त लेप्रा हिँड्दै हिँड्दै आयो अनि यो भिडियो इन गर्न पनि पाएको थिएन भर्खर इन गरेको अघि आइसक्यो मोबाइल यहाँ चार्ज गर्ने भनेको बिर्सेर बसेछ भर्खर कान्छी सँग जाने के पर अब यहाँ देरी जान लागेको बाई बाई